सामाजिक जागरण अभियानको प्रारम्भिक अवधारणा पत्र 2082 लेखेका छौँ। विषय परिवेश, प्राकृतिक स्रोत, साधन, जैविक प्राकृतिक विविधता, कला, संस्कृति र सम्पदाले समृद्ध गौरवपूर्ण लामो इतिहास भएको हाम्रो देश नेपाल सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक क्षेत्रमा चुनौतीहरूको सामना गर्नु परिरहेको छ। विद्यमान सामाजिक एवं राजनीतिक शक्तिहरूले समस्याको हल गरी देशलाई उज्यालो भविष्यतर्फ लैजाने विश्वास नेपाली जनतामा देखिँदैन। खण्ड खण्डमा भएका आन्दोलनहरू पूर्णतामा नपुगी सम्झौतामा टुङ्गी जनताको चाहना अनुसारको उपलब्धि प्राप्त नहुनु, परिवर्तनपछि शासन सत्ताको नेतृत्व गर्नेहरूले पहिलेकै जस्तो रवैया अपनाउनु, परिवर्तनको भावनामा कुठाराघात गर्नु, व्यक्तिगत र गुटगत स्वार्थ सिद्ध गर्न लाग्दा यो आजको अवस्था सिर्जना भएको हो। नेपाली समाजले यति बेला समाज रूपान्तरण र देश निर्माण गर्ने ठोस कार्यक्रम सहितको जागरण अभियान खोजिरहेको छ। यही योगीन अभिभावना पुरा गर्ने उद्देश्य राखेर हामीहरू आम जनतामा छलफल प्रारम्भ गर्न लागिरहेका छौँ। यो छलफल समाज रूपान्तरण एवं बलियो र समृद्ध राष्ट्र निर्माणको लागि हो। त्यसैले छलफल, बहस र रूपान्तरण अभियानको सुरुवात आजैदेखि गरौँ। यस विशिष्ट अवसरमा परिवर्तनकारी आन्दोलनमा ज्यान आहुति दिने ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै हालसम्मका उपलब्धि हासिल गर्न योगदान गर्ने सबैप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। सुशासनयुक्त, स्वाधीन र समृद्ध देश तथा सबै नागरिकले आत्मगौरव महसुस गर्ने सुसंस्कृत एवं मानवीय सभ्यतायुक्त समाज निर्माणका लागि योगदान गर्न चाहने सबैसँग हातेमालो गर्दै काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्न दृढ सङ्कल्पित रहेको प्रतिबद्धता व्यक्त गर्दछौँ। हामीले यसलाई शीर्षक वाइज राखेनौँ, एकको क राखेका छौँ। एकको क, देशको आजको मुख्य समस्या भ्रष्टाचार र कुशासन हो। गरिबी, बेरोजगारी, निशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यमा राज्यले ग्यारेन्टी नगर्नु, सामाजिक सुरक्षा नहुनु आजको प्रमुख समस्या हो। यस्तो अवस्थामा समस्या प्रणालीमा छ। देश भ्रष्टाचार सूचाङ्कमा निम्न कोटीको राष्ट्रको स्थानमा छ। यस्तो अवस्थामा अधिकार सम्पन्न, निष्पक्ष र शक्तिशाली आयोग गठन गरी सार्वजनिक जिम्मेवारीमा रहेका 2007 सालदेखि यताका वर्तमान र पूर्व अधिकारीहरूको सम्पूर्ण सम्पत्ति छानबिन र राष्ट्रियकरण गर्ने एवं भ्रष्टाचार निवारणका लागि अधिकार सम्पन्न निकायको गठनका लागि छलफल, बहस र दबाव सिर्जनाको कार्यक्रमहरू प्रारम्भ गरिनेछ। भ्रष्टाचार एउटा संस्कृतिको रूपमा विकास हुँदै गएको सन्दर्भमा यसको रोकथामका लागि छलफल, बहस, अनुसन्धान समेत गरिनेछ। ख, उपभोक्ता हक हित, जनस्वास्थ्य, खाद्य सुरक्षा, वृद्ध, महिला, बालबालिकाको पोषण तथा स्वास्थ्य, बजार मूल्य आदि आम जनजीविकाका सबै किसिमका सवालहरूमा सुधार ल्याउन जनचेतनामूलक तथा दबावमूलक कार्यक्रमहरू सञ्चालनमा ल्याइनेछ। 2 ख, संघीयता सहितको 3 तहको व्यवस्था तथा निर्वाचन प्रणाली बोजिलो र खर्चिलो रहिरहेको आवाज उठिरहेको छ। यसमा सुधार गर्नुपर्नेछ। हामी शासन सत्ताको प्रमुख कार्यकारी नागरिकबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने साथै व्यवस्थापिका पनि जवाबदेही हुने प्रणाली अपनाउनेछौँ। सांसदहरू मन्त्री बन्ने प्रचलन हटाई विधायिकाको भूमिकामा मात्र राखिनेछ। कार्यकारी प्रमुखले समावेशिताका आधारमा प्रभावकारी मन्त्री परिषद बनाउनेछन्। सरकार तथा राज्यका सम्पूर्ण संयन्त्रलाई विधेय बनाइनेछ। हालको प्रतिनिधि सभाका सांसदको संख्यामा 1/3 घटाई शक्ति, सम्बन्ध र प्रभावका आधारमा नियुक्ति गर्ने समानुपातिक सांसद बनाउने नभई उपयुक्त विधि र मापदण्डका आधारमा सबैको समानुपातिक प्रतिनिधित्व हुने गरी प्रतिस्पर्धात्मक पुनः समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिनेछ। राष्ट्रिय सभालाई विज्ञ सभाको रूपमा विकास गर्ने र हालको संख्यामा 1/3 घटाउनेछ। उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष रहने व्यवस्था गरिनेछ। ख, संघीयता परिमार्जन, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीबाट विज्ञता र समावेशिताका आधारमा बढीमा 5 सदस्यीय प्रदेश मन्त्री परिषद, प्रदेशमा 5 वटा मात्र मन्त्रालय रहने
व्यवस्था गरिनेछ। स्थानीय सरकारका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्ष प्रदेश प्रतिनिधि रहने गरी सो प्रदेशका संघीय सांसदलाई पर्यवेक्षकको रूपमा रहने गरी प्रदेशपालिका समन्वय परिषदको व्यवस्था गरिनेछ, जसलाई वर्षमा 3 पटकसम्म अधिवेशन बस्ने, एक अधिवेशनको अवधि 15 दिनभन्दा बढी नहुने गरी प्रदेशमा आवश्यक कानुनहरू समेत बनाउने अधिकार समेत प्रदान गरिनेछ। यस्तो व्यवस्थाको लागि छलफल, बहस र अभियानहरू निरन्तर सञ्चालन गरिनेछ। भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका लागि राज्यले राजनीतिक दलहरूलाई निर्वाचनमा प्राप्त मतको आधारमा पार्टी सञ्चालन खर्च उपलब्ध गराउने व्यवस्थाका लागि बहस पैदली गरिनेछ। गैरदलीय स्थानीय सरकार स्थानीय निर्वाचनमा दलको निर्वाचन चिन्ह बाहेक स्वतन्त्र रूपमा उम्मेदवारले निर्वाचनमा भाग लिन पाउने व्यवस्था मिलाइनेछ। कुनै पनि उम्मेदवारलाई मत दिन्न भन्ने नकारात्मक मत प्रणाली, राइट टु रिजेक्ट र विजयी भएका जनप्रतिनिधिहरूले गम्भीर गल्ती गरेको खण्डमा उनीहरूलाई फिर्ता बोलाउन सक्ने प्रत्यावन, राइट टु रिकल सहितको नागरिक सर्वोच्चता स्थापना गरिनेछ। निष्पक्ष र तटस्थ निर्वाचन प्रणाली अपनाउने व्यवस्थाका लागि छलफल केन्द्रित गरिनेछ र आवश्यक कार्यहरू गरिनेछ। देश, समाज र मानवीय, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीप्रति जिम्मेवार र निष्ठापूर्वक काम गर्ने लोक कल्याणकारी राज्य व्यवस्थाका हरेक विषयमा विज्ञहरूको अध्ययन, अनुसन्धान र छलफलबाट प्राप्त सुझावलाई आम नागरिक बीच पुगेर उपयुक्त निर्णय निकालिने र प्रभावकारी कार्यान्वयन गरिनेछ। विकासको आधार विज्ञान प्रविधिलाई नै बनाइनेछ। विश्वविद्यालयलाई प्राज्ञिक तथा अनुसन्धान केन्द्र बनाइनेछ। निरन्तर अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनका क्रियाकलापहरू सञ्चालन गरिनेछ। राष्ट्रिय सुरक्षाका विषयमा समेत उचित कदम चालिनेछ। हरेक व्यक्ति, परिवार स्वावलम्बी, आत्मनिर्भर र उद्यमी बनाउन राज्यले प्रोत्साहन, सहयोग र सुरक्षा दिनेछ। नागरिकलाई व्यवसाय गर्न, सम्पत्ति आर्जन गर्न राज्यले सहयोग गर्नेछ। सम्पत्तिको डिजिटल अभिलेख राखिनेछ ताकि गैर कानुनी सम्पत्ति आर्जन गर्ने तथा भ्रष्टाचारमा कुनै गुन्जाइस नै नरहोस्। 3. राज्यका जिम्मेवार निकायमा रहेका र रहने व्यक्तिहरू तथा सत्ता सञ्चालक दलका नेताहरूका गतिविधिबाट नै राष्ट्रिय स्वाभिमानमा आँच आइरहेको छ। राष्ट्रिय अखण्डता कमजोर बन्दै गइरहेको छ। अत्यन्तै भू संवेदनशील राष्ट्रका रूपमा रहेको हाम्रो देशको राष्ट्रियता र स्वाधीनता जोगाउन असंलग्न तथा पञ्चशीलका आधारमा विदेश नीतिको अवलम्बन गरिनेछ। विज्ञ एवं सरकारवालाहरूको छलफल र परामर्शका आधारमा छिमेकीका लागि सुरक्षा खतरा नहुने गरी विश्वासिलो वातावरण बनाई राष्ट्रिय हितलाई नै सर्वोपरि मानी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग सम्बन्ध स्थापित गरिनेछ। 4. हाम्रो देशमा आर्थिक विकासको अथाह सम्भावना छ, तथापि हामी भारी ऋणको भारी बोकेर विश्वमा दरिद्र राष्ट्रको सूचीमा रहेको हाम्रो देशको डरलाग्दो मात्रामा व्यापार घाटा छ। संविधानमा नै समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने उल्लेख गरिए तापनि त्यस विषयमा बहस समेत हुन नसकिरहेको वर्तमान सन्दर्भमा देशका साधन स्रोत उचित ढङ्गले प्रयोग गर्ने ढङ्गको अर्थव्यवस्था निर्माणमा छलफलहरू केन्द्रित गरिनेछ। दैनिक हजारौंको संख्यामा युवाहरू शिक्षा र रोजगारीका लागि विदेश हिँड्नु परिरहेको छ। नेपाली युवाहरूले देशमा भविष्य देख्न नसकिरहेको साथै बाबुआमा पनि छोराछोरीलाई युरोप, अमेरिका, अस्ट्रेलिया, जापान आदि देशहरूमा पठाउँदा बडो गर्व गर्ने स्थितिको अन्त्य कसरी गर्न सकिन्छ, कसरी युवाहरूलाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सकिन्छ आदि यावत विषयमा सरकारवालाहरूबीच व्यापक छलफल, बहस र यथासम्भव आवश्यक कार्यहरू गरिनेछ। नैतिक शिक्षा, देशप्रेमको भावना जागृत गराउने साथै प्राविधिक र जीवन उपयोगी शिक्षाको वातावरण निर्माण गर्न राज्यलाई दबाब दिइनेछ र सरकारवालाबीच छलफल, बहस र पैरवी समेत गरिनेछ। 5. मानव जाति र समग्र पृथ्वीको रक्षाका लागि पर्यावरणको संरक्षण, जलवायु परिवर्तनको व्यवस्थापन एवं दिगो विकासका लागि गर्नुपर्ने कार्यहरूको बारेमा सरकारवालाहरूबीच छलफल, बहस, पैरवी र रचनात्मक कार्यहरू समेत गरिनेछ। 6. हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र। भाषा, संस्कृति, सभ्यता हरेक हिसाबले हामी धनी छौँ। हाम्रो देश धनी छ, तर आज यी सम्पदा दिन प्रतिदिन मासिने क्रममा छ। मौलिक परम्पराहरू मासिने क्रममा छन्।
एकातर्फ यी सम्पत्तिको संरक्षण गर्ने दायित्व हाम्रो हो भने रूढिवादी परम्परा आदिलाई परिष्कृत गर्दै समय सापेक्ष बनाउने दायित्व पनि हाम्रै हो। यहाँ कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले पनि हाम्रो मौलिकतामाथि आक्रमण गरिरहेको छ। यी संस्थाहरूको नियमन गर्नुका साथै सबै सभ्यता संस्कृतिको जगेर्ना गर्नु हाम्रो दायित्व बनेको छ। नयाँ व्यवस्था नयाँ कर्मसहित सुसंस्कृत संस्कृतिको निर्माण गर्नु हाम्रो प्रमुख दायित्व हुनेछ। समाजमा विभेद, अन्धविश्वास र कुरीतिले जलागाडी बसिरहेको छ। आधा आकाश ओगटेका महिलाहरू विभेदको पीडा भोग्दै बाँच्नु परेको स्थिति छ। सामाजिक अलगका रूपमा रहेका छुवाछुत, छाउपडी, दाइजो प्रथाको कुरीतिले आदि दिनको झल्को दिइरहेका छन्। मधेसी र दलित समुदायलाई अझै भिन्न व्यवहार गरिन्छ। लाजिएको जात व्यवस्था समाजको कलङ्कको रूपमा छ। यस्ता कुरीति र अमानवीय प्रचलनहरू मेटाउन एउटा मौलिक सांस्कृतिक आन्दोलनको उठान जरुरी छ। त्यो आन्दोलन कस्तो प्रकारको हुने? आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक ढङ्गले सबै नागरिक राष्ट्रका समान नागरिक हुन के गर्नुपर्छ आदि विषयमा विज्ञहरूसँग परामर्श र गम्भीर छलफल गरी उपयुक्त कार्यक्रमहरू अभियान गरिनेछ। सबैको पहिचानको संरक्षण गर्दै खस आर्यदेखि आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, दलित एवं शिल्पी समुदायलाई सम्मानपूर्वक गर्वका साथ नेपाली भएर बाँच्न पाउने वातावरणको निर्माण गर्नुपर्नेछ। दाइजो प्रथालाई पूर्ण रूपमा अन्त्य गर्ने हाम्रो प्रतिबद्धता हुनेछ। समतामूलक नेपाली समाजको निर्माण गर्दै समतामूलक विश्व निर्माण गर्ने महान अभियानमा लामबद्ध बन्ने हामी सम्पूर्ण सो घोषणा गर्दछौँ। आजसम्म नेपालको सामाजिक तथा राजनीतिक क्षेत्रमा छलफलको विषय बन्न नसकिरहेको विकासको एजेन्डालाई प्रभावकारी रूपमा नागरिक तहमा छलफल चलाइनेछ। केन्द्रीकृत र राज्यको विकास होइन, साँचो अर्थमा सङ्घीयताको मर्म अनुरूप विकेन्द्रीकृत विकासको मोडल अवलम्बन गरिनेछ। दिगो वातावरण मैत्री र आवश्यकताको आधारमा नेपाली मोडेलको विकासको ढाँचा अवलम्बन गर्नका लागि विज्ञ र सरकारवालाहरू सबैसँग छलफल गरी बहस गरिनेछ र सोही अनुसारको कार्यक्रमहरू अगाडि बढाइनेछ। 8. आधारभूत स्वास्थ्य, शिक्षा, निःशुल्क एवं रोजगारीको व्यवस्था नगरिकन नागरिकका लागि आज अति आवश्यक छ। आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा राज्यले प्रदान गर्न स्रोत साधन कसरी व्यवस्थापन गर्ने, कस्तो संयन्त्र र कार्यविधि हुने, शिक्षालाई राज्यको दायित्वको रूपमा स्वीकार कसरी गर्ने, कार्यान्वयनमा कसरी जाने, नागरिकका लागि रोजगारी सृजना कसरी गर्ने आदि आम सरकारका विषयहरूमा सरकारवालाहरू बीचको व्यापक छलफल बहसबाट उचित कार्यक्रमहरू तयार गरी सो प्राप्तिका निमित्त राज्यलाई दबाव सिर्जना गर्दै अगाडि बढ्नेछ। 9. जनसङ्ख्याको ठुलो हिस्साले खाद्य सुरक्षाको अभाव महसुस गरिरहेको छ भने जीवनशैली विषादयुक्त खानेकुराले गर्दा क्यान्सर, मुटु रोग, मृगौला खराब हुने, चिनी रोग लगायतका रोगहरूबाट मानिसहरू आक्रान्त भइरहेका छन्। एकातर्फ खानाको अभावमा भोक परिआउने स्थिति छ भने अर्कोतर्फ प्रकृतिका उपहार बोट बिरुवाबाट प्राप्त हुने खाद्यजन्य वस्तु उपभोग गर्न नजानु पनि हाम्रो समस्या रहेको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु नै उत्तम उपाय हो। यसका लागि प्रकृतिमा भएका धेरैभन्दा धेरै खाद्य वस्तुहरूको पहिचान गरी सहज हिसाबले भोजन गर्ने वातावरणको निर्माणका लागि भान्साला नै रोग निरोधकका रूपमा उपभोग गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ। प्राकृतिक तथा स्वस्थ जीवनशैलीको ज्ञान शीघ्र उपभोगी प्राप्त जानकारी नागरिकमा पुर्याउने विषयमा हाम्रो अभियान केन्द्रित रहनेछ। खान नपाएर भोकै रहेका र कुपोषणको शिकार भएका बालबालिकालाई उचित खाना व्यवस्थापनको कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्न आवश्यक छ। अर्ग्यानिक खाद्यान्न, तरकारी र फलफुलको उत्पादन र उपभोगमा जोड दिनुपर्नेछ। यो ध्यान शारीरिक व्यायाम, सकारात्मक सोचाइको विकास हुने क्रियाकलाप आदि विषयमा पनि नागरिक तहमा अभियान चलाउन आवश्यक छ। स्वस्थ जीवनशैलीको विकास र शारीरिक एवं मानसिक हिसाबले स्वस्थ नागरिक निर्माणलाई मानव स्रोत विकासको अभिन्न कार्यक्रमको रूपमा लिइनेछ। आजको समय ज्ञानको अर्थशास्त्रको युग हो। मानव ज्ञानको विकास प्रत्यक्ष रूपमा शिक्षासँग जोडिन्छ।
जीवन उपयोगी शिक्षा, निरन्तर शिक्षा, तालिम, सूचना, नागरिक सचेतनाका लागि अनिवार्य कार्यक्रमका रूपमा प्राथमिकतामा राखिनेछ। देशका सबै आमा तथा बालबालिकाको पोषण, शिक्षाको अवसर र उपयोगी अनि व्यावहारिक खाद्य प्रविधि सामाजिक विकासको आधारभूत कार्यक्रमका रूपमा लिइनेछ। 10 देश बेरोजगारी समस्याले आक्रान्त छ। कृषक र उद्यमीहरूका लागि पनि काम गर्ने वातावरण छैन। कृषकका लागि बिउ, मल, सिँचाइ, कीटनाशक, औषधिको अभाव छ भने उत्पादन गरेको वस्तुको बजारीकरणको समस्या झनै जटिल छ। विभिन्न तहका सरकारबाट दिइने अनुदान वास्तविक किसानसम्म पुग्न सकिरहेको स्थिति छैन। उपयुक्त वातावरणको अभावमा कृषक एवं उद्यमीहरू व्यवसायबाट पलायन हुँदै आत्महत्या गर्ने क्रम समेत आइरहेको छ। उद्यमीहरू चर्को कर, कानुनी झन्झट, असुरक्षा, पुँजीको अभाव, असुरक्षित बजार आदि समस्याबाट तड्पिरहेका छन्। तालिम, परामर्श, ज्ञान र सिपको अभाव छ। विज्ञ सहितको स्वयंसेवी टिम निर्माण गरी आवश्यक तालिम, प्रशिक्षण, सरसल्लाह, सुझाव, सहजीकरण, प्राविधिक सल्लाह र सहयोग, अनुदानमा पारदर्शिता र वास्तविक किसानका लागि मात्र अनुदान दिने व्यवस्था गर्न दबाब दिइनेछ भने उत्पादित वस्तुको बजारीकरण गर्नका लागि सहजीकरण गरिदिने र व्यवसायीहरूलाई राज्यद्वारा सहजीकरण र लगानी आदि गरिदिने कार्यका लागि यस अभियानले पहल कदमी लिनेछ। देशका कृषक एवं उद्यमी र उद्योगीहरूले उत्पादन गरेको नेपालमा उत्पादित वस्तुहरूको प्रयोग गर्ने, प्रोत्साहन गर्ने र यस कार्यक्रमका लागि राज्यलाई दबाब दिने कार्यक्रम समेत गरिनेछ। 11 जनसङ्ख्याको 1/3 सङ्ख्या देश बाहिर छ। दैनिक 10,000 हजारको सङ्ख्यामा युवा विद्यार्थीले देश छाडिरहेको हृदय विदारक अवस्थाले देशको शैक्षिक क्षेत्रलाई गिजाइरहेको छ। विदेशमा प्रगति गरेका र देशप्रतिको आघात माया रहेका गैर आवासीय नेपालीको पुँजी र प्रविधि देशमा भित्राउँदा हाम्रो विकास प्रक्रियामा योगदान पुग्छ। उहाँहरूको योगदानको भरपूर उपभोग गर्ने विषयमा हामी पुनः प्रतिबद्ध रहनेछौँ। एक पटकको नागरिक सदाको लागि नागरिक नै हुने हाम्रो आफ्नो यस सामाजिक जागरण अभियानको प्रमुख नीति रहनेछ। 12 कर्मचारी तन्त्र, न्यायालय र सुरक्षा संयन्त्रलाई जिम्मेवार, नागरिक मैत्री र विकासको साधक बनाउन राज्य संयन्त्रहरूको पुनर्संरचना गरिनेछ। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रभावकारी असल अभ्यासका तौर तरिका उपयुक्त ढाँचा विज्ञहरूको सहयोगमा तयार पारी लागू गर्नका निमित्त पहल कदमी लिइनेछ। 13 माथि हामीले मुख्य विषयहरू मात्र उल्लेख गरेका छौँ। सबै सरकारका विषयहरूलाई यहाँ उल्लेख गर्न सम्भव पनि छैन। सामाजिक रूपान्तरणको सशक्त अभियान सञ्चालनका लागि हामीले गर्नुपर्ने धेरै कार्यहरू छ। हामी सम्पूर्ण कार्यहरू गर्नेछौँ। खास गरी सरोकारका विषयलाई एउटा विधिमा लगेर हल गर्नका निमित्त हामीलाई एउटा स्पष्ट सैद्धान्तिक र वैचारिक आधार आवश्यक पर्नेछ भने सो विचार, दृष्टिकोण, सिद्धान्तलाई कार्यान्वयन गर्न साथै उत्कृष्ट मानवीय सभ्यता भएको समाज निर्माणका लागि पक्कै पनि संगठन चाहिन्छ। हामी यी चुनौतीहरूलाई सामना गर्न सक्ने विचार, दृष्टिकोण, सिद्धान्त, संगठन, नेतृत्व, आर्थिक मोडल र आर्थिक व्यवस्थापन कार्यविधि, आचार संहिता निर्माणमा लाग्ने प्रमाण गर्दछौँ। 14 विचार र व्यवहारको अन्तर्गतको हल गर्दै विश्वव्यापी रूपमा चर्चामा रहेका व्यवस्थाहरूले समकालीन विश्वका समस्या हल गर्न नसकिरहेको सन्दर्भमा अझै भनौँ एक हिसाबले आज विश्व नै वैचारिक सङ्कटमा रहेको वर्तमान अवस्थालाई ध्यानमा राखी समाज परिवर्तनशील रहेको कुराको बोध गर्दै समाज परिवर्तन र विकासका वैज्ञानिक सिद्धान्तलाई समेत बोध गर्ने गरी हाल प्रचलनमा अवलम्बनमा रहेका विश्व दृष्टिकोण, राज्यको भूमिका सर्वेसर्वा हुने साम्यवादी दृष्टिकोण र व्यक्तिको निजित्वलाई प्रधानता दिने पुँजीवादी दृष्टिकोणका राम्रा पक्षहरूलाई अवलम्बन गरी द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणमा आधारित हुँदै पूर्वीय दर्शन र नेपालमा विकास भएका मौलिक विचार, सामूहिकता, योग, आयुर्वेद, ध्यान लगायतका विषय समेटी माटो सुधारको विचारको विकास नेपाली समाजको यति बेलाको प्रमुख आवश्यकता हो। सामूहिक शक्तिमा विश्वास गर्ने, सुविधा राज्यको अवधारणालाई साँचो अर्थमा कार्यान्वयन गर्न सक्ने, घाँस बाँस कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा राज्य नै जवाबदेही बन्ने, सबै नागरिक बराबरी हैसियतमा रहेर हामीले परापूर्वकालदेखि नै अभ्यास गर्दै आएका असल परम्परा
भाषा, सभ्यता, संस्कृति आदिको जगेर्ना गर्दै सामूहिकताको साँचो अभ्यास गरेर नै हामीले राज्य नियन्त्रित होइन कि समुदाय र समाज केन्द्रित नेपालको माटो सुहाउँदो देशभक्तिपूर्ण समय सापेक्ष नेपाली विशेषता सहितको मौलिक समाजवादी व्यवस्था निर्माण गर्न सक्छौँ। नेपाली विशेषता सहितको मौलिक समाजवादले हामी नेपालीको परापूर्व कालदेखिको हालसम्मको मौलिकता जोगाउँदै मुलुकको समग्र उन्नयनको निमित्त समकालीन चुनौती समाधान गर्न सक्छ भन्ने हाम्रो प्रारम्भिक बुझाइरहेको छ। हामीले यो ऐतिहासिक अभिभारा पुरा गर्न छलफलको प्रारम्भ गरेका छौँ। हामी आम जनताको बिचमा पुगेर नै यस्तो मौलिक विचार निर्माणमा लाग्ने प्रहर समेत गर्दछौँ। 15 सामाजिक न्यायका आधारमा वितरण प्रणाली हुने हाम्रो मौलिक आर्थिक प्रणालीको विकास गर्न आवश्यक छ। प्राकृतिक स्रोत प्रचुर मात्रामा छन्। मानवीय शक्तिको विकास र उन्नयनमा प्रभावकारी कार्यक्रम बनाउन हाम्रा क्रियाकलापहरू केन्द्रित गर्ने हो। आन्तरिक तथा बाह्य पुँजीको जोड गरी व्यक्ति, समुदाय र राज्य, खास गरी सामुदायिक इन्टरप्राइजेसलाई जोड दिई दरबिलो राष्ट्रिय आर्थिक गणतन्त्र स्थापना गर्ने कार्यलाई प्राथमिकतामा लिइनेछ। 16 सामूहिक भावना र सामूहिक नेतृत्व यस अभियानको संगठनको मूल विशेषता रहनेछ। 2 अङ्कको संख्या नबढाई अभियानको समिति निर्माण गरिने र आवश्यक विधि प्रक्रिया तय गरी प्रदेश, जिल्ला, पालिका र वडा स्तरसम्म साथै प्रवासमा समेत यस सामाजिक जागरण अभियानको संगठन विस्तार समेत गरिनेछ। 17 अभियानलाई व्यवस्थित र मर्यादित बनाउन काम अनुसार कार्यविधि तयार गरी लागू गरिनेछ। अभियानलाई अनुशासित र मर्यादित बनाउन अभियानको आचार संहिता तयार गरी लागू गरिनेछ। अभियानका लागि आवश्यक अन्य डकुमेन्टहरू पनि अभियन्ता एवं आम नागरिकको सल्लाह र सुझाव समेटेर केन्द्रीय नेतृत्वबाट तयार गरी अभियन्ताहरूको भेलाबाट पारित गरी लागू गर्ने व्यवस्था गरिनेछ। अहिलेको लागि एजेन्डा, योजना, कार्यक्रम आदिको बारेमा समूहमा छलफलबाट निर्णय भएपछि मात्रै सम्पूर्ण टिम कार्यालयमा जाने व्यवस्था मिलाइनेछ। 18 माथि उल्लेख गरिए अनुसारको सामाजिक रूपान्तरणको अभियान सञ्चालनका लागि गाउँ-गाउँमा पुगेर नागरिकहरूसँग अन्तर्क्रिया गर्दै उहाँहरूका विचार सुन्दै समाधानका उपाय खोजी गर्न संगठन निर्माण गर्ने, पारम्परिक विधिका अतिरिक्त पुराना पुस्ताको अध्ययन, ज्ञान, अनुभव र सिपलाई युवा पुस्ताका जोश, जाँगर, ऊर्जा र शक्ति अनुसारको व्यवहार सूचना प्रविधिसँग जोडेर छलफल गरिनेछ। सूचना र प्रविधि, सामाजिक सञ्जाल लगायतका प्लेटफर्महरूको अधिकतम उपयोग गरिनेछ। 19 सामाजिक एवं राजनीतिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूले आफ्ना कार्यहरूलाई पेशा र व्यवसायका रूपमा अगाडि ल्याएको सन्दर्भमा हाम्रो अभियानमा लाग्ने सदस्यहरूले यस कार्यलाई विशुद्ध सामाजिक अभियानका रूपमा ग्रहण गर्नेछौँ र जीवन पद्धति र कार्यशैलीबाट यसलाई थप प्रमाणित गर्दै लानेछौँ। अन्त्यमा यो एउटा सुसंस्कृत र मानवीय सभ्यतालाई असल मार्गमा अगाडि बढाउने सामाजिक जागरणको अभियान हो। सांगठनिक र योजनाबद्ध ढङ्गले यो अभियान निरन्तर चलिरहनुपर्छ। समाजको मार्गदर्शक अगुवा सङ्गठनका रूपमा यो अभियान देशव्यापी रूपमा स्थापित हुनेछ। नागरिकले यसलाई आफ्नो मार्गदर्शक अभिभावकका रूपमा स्वीकार गर्ने अवस्था बनाउन आज हामीले गर्ने योगदान र हाम्रो मेहनतमा निर्भर रहनेछ। समाजमा जरा गाडेर रहेको भ्रम र विकृतिहरू, अन्धविश्वास, जातीय विभेद, छुवाछुत, दाइजो, छाउपडी आदि जस्ता असामाजिक तत्त्वहरूका साथै आधुनिकीकरण र विश्वव्यापीकरणसँगै भित्रिँदै गरेका असामाजिक तत्त्वहरू जस्तै आर्थिक शोषण, श्रम शोषण, नियोजित र भ्रमपूर्ण समाचार सम्प्रेषणहरू, समलिङ्गी विवाह, लागु पदार्थ दुर्व्यसन लगायतका अनेक विकृतिहरूबाट समाजलाई बचाउन, जोगाउन विश्वासिलो एवं भरपर्दो सङ्घ संस्थाहरूको अभावमा सामाजिक जागरण अभियान मार्फत हामी सचेत नागरिकहरूले योगदान गर्नुपर्ने दायित्व पनि हो। हामीले स्थापना गर्ने वा यस्तै स्वार्थ रहित सकारात्मक उद्देश्यले स्थापित हुने सामाजिक शक्तिहरूले समाजको व्यवस्थापन र नियन्त्रण गर्ने भूमिकामा रहेर अझ सशक्त रूपमा काम गर्नुपर्नेछ। तसर्थ हाम्रो अभियान सामाजिक रूपान्तरणको प्रमुख आधार। देश अत्यन्तै अप्ठ्यारो अवस्थामा छ। प्रस्तुत अवधारणा छलफलका लागि अगाडि सारिएको विषयवस्तु हो। छलफल, बहस, अन्तर्क्रिया र चिन्तन मननबाट यसलाई परिमार्जन गर्न सकिनेछ। कतिपय मुद्दाहरूमा थप व्याख्या र स्पष्टीकरणको आवश्यक पर्न सक्नेछ।
व्यावहारिक अभ्यासले यसलाई परिष्कृत बनाउने लागेछ। कतिपय विषय थप गर्नुपर्ने हुन सक्छ। यहाँहरूसँगको अन्तर्क्रिया र यहाँहरूको सुझावले यसलाई समृद्ध पार्दै जानेछौँ। यस अभियानको लागि आवश्यक कागजातहरू पनि हामी यहाँहरूको सल्लाह र सुझावको आधारमा नै परिष्कृत गर्दै लैजानेछौँ। यहाँहरूको अमूल्य सुझाव सहित सक्रिय सहभागिता हुने कुरामा हामी पूर्ण विश्वास गर्दछौँ। धन्यवाद।